विवादपछि आए पहिलो पटक मिडियामा प्रकाश सपुत। दर्शक पनि उनी भन्छन्, म कसैको पनि कलाकार होइन, म स्वतन्त्र कलाकार हुँ, म नेपाली दर्शक श्रोताहरूको कलाकार हुँ भन्दै उनले भने यस्तोसम्म भनेका छन्। दर्शक पनि आउनुहोस् आजको भिडियोमा भने यसैबारे रहेर छोटो चर्चा गर्नेछौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीले साथ दिन भने नछुटाउनुहोला। यदि हाम्रो च्यानलमा अहिलेसम्म नयाँ हुनुहुन्छ र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्सक्राइब गरेर साथमा रहेको बेल आइकनलाई अलमा प्रेस गरेर हामीसँग जोडिन भने नछुटाउने होला। दर्शकहरू, पछिल्लो पटक प्रकाश सपुत भने केपी शर्मा ओलीको छोटो अर्थात् मिठो वर्णन गर्दै गर्दा भने उनी भने निकै नै ठुलो विवादमा तानिएका थिए। तर अहिले भने उनी चुपचाप थिए। तर आजको इन्टरभ्यूमा मात्रै उनले भने भन्छन्, म कुनै नेताको लागि पनि बनेको होइन, म कुनै राजनीतिको पनि होइन, म स्वतन्त्र नागरिक हुँ भन्दै उनले भने भनिरहेका छन्। मैले यस्तो हुन्छ होला भनेर त सोचेको पनि थिएन, तर जे भयो यस्तै भयो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा भन्दै उनले भन्ने ख्याल ठट्टा पनि गरेका छन्। दर्शक पनि उनी भन्छन्, मेरो केही गल्ती छ जस्तो त लाग्दैन थियो, तर पनि यहाँनिर गल्ती भयो, तर केही पनि छैन, म माफी चाहन्छु भन्दै प्रकाश सपुतले भनेका छन्। दर्शक पनि तपाईँलाई भने के कस्तो लाग्छ त? के साँच्चै उनले भने केपी शर्मा ओलीको प्रशंसा गर्नु भनेको उनको गल्ती थियो होला त? तपाईँलाई के कस्तो लाग्छ? कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गरिदिनु होला।